माननीय सभामुख महोदय, बत्ती निभाउन सजिलो हुन्छ तर उज्यालोको आवश्यकता मेटाउन सकिँदैन। नेपाली सञ्चार जगतले राणा शासनदेखि पञ्चायती दमन हुँदै लोकतन्त्र स्थापनासम्म जनचेतना जगाउने ऐतिहासिक भूमिका खेलेको छ। तर विडम्बना परिवर्तनको आवाज बनेका सञ्चार माध्यमहरू नै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन्। अर्घाखाँचीका 11 FM सहित देशभरका रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरू आर्थिक सङ्कटले थलिएका छन्। केही मिडियाभित्र विकृति छन्, मन लाग्नेलाई बोक्ने, चित्त नबुझी ठोक्ने शैलीमा लगाम लगाउनु पर्ने पनि छ, म बुझ्दछु। तर घाउ निको पार्ने नाउँमा मुटु नै निकाल्ने काम नगरौँ। स्वतन्त्र प्रेस राज्यको शत्रु होइन, लोकतन्त्रको पहरेदार हो। त्यसैले सरकारसँग मेरो आग्रह छ, समानुपातिक विज्ञापन नीति लागू गरियोस्, स्थानीय तथा मूलधारका सञ्चार गृहहरूलाई संरक्षण गरियोस् र प्रेस स्वतन्त्रताको संवैधानिक मर्म व्यवहारमै सम्मान गरियोस्। अर्को कुरा, चुरामणी ढुङ्गाना माधव भण्डार